यो लामो गरेर सफल हुने, छोटो गर्दा असफल हुने होइन। छोटोमा मिठोमा सफल पार्नु राम्रो छ। मैले फाउन्डेसनका अध्यक्षजीको स्वागत मन्तव्य सुने। आजको वैचारिक प्रश्न र वैचारिक प्रश्नहरूको सन्दर्भमा उहाँको मन्तव्य एउटा आफैमा कम्प्लिट दृष्टिकोणको रूपमा आएको छ। यो एउटा स्वागत मन्तव्य मात्रै छैन, यो वास्तवमा एउटा गहन चिन्तन। मैले त सभापतिलाई चिनेकै रहेछु या जस्तो लाग्यो। धेरै गहन विचारहरू आएका छन्, धेरै गहन विश्लेषणहरू आएका छन्। सभापतिजीलाई यी गहन विचार विश्लेषणहरूका लागि आज देश जहाँ पुगेको छ, दुनियाँ जहाँ पुगेको छ, यो फेरि पनि क्लास स्ट्रगलको एउटा खास चरणमा पुगेको छ। सम्पन्नहरूलाई क्लास स्ट्रगल चाहिँदैन। सम्पन्नलाई किन चाहियो? स्ट्रगल चाहिँदैन, यथास्थिति चाहिन्छ। यथास्थितिका लागि विभिन्न प्रकारले कन्ट्रोल, नियन्त्रण भन्छ। नियन्त्रणका लागि दमन, यथास्थितिका लागि ती चिजहरू चाहिन्छ। अग्रगामी परिवर्तनका लागि सकारात्मक, आफ्नो जीवनमा, आफ्नो समाजमा, आफ्नो परिवेशमा सकारात्मक परिवर्तनका लागि सङ्घर्ष चाहिन्छ। आज पनि हामी सङ्घर्षमा छौँ। आज सङ्घर्षमा छौँ र हामीले धेरै अप्ठ्यारासँग जुझ्दै, तिनबाट पार पाउँदै, तिनलाई पराजित गर्दै सफलतापूर्वक अगाडि बढेका छौँ। हाम्रो यही जति दमन गरे पनि दब्न नसक्ने, दबाउन नसकिने रिजिलियन्स जुन छ, हाम्रो पार्टीको रिजिलियन्स, हाम्रो आन्दोलनको रिजिलियन्स, यसका पछाडि हाम्रो दृष्टिकोणको सहीपना, विचारको सहीपना, हामीले लिएको दर्शन, हामीले लिएको सिद्धान्त, हामीले लिएको राजनीति, हामीले प्रस्तुत गरेका विश्लेषणहरू, दृष्टिकोणहरू र हामीले अगाडि तय गरेका बाटाहरू र तिनलाई कार्यान्वयन गर्ने हाम्रो दृढता, दृढ सङ्कल्प र त्यो दृढ सङ्कल्प साकार पार्ने हाम्रा सक्रिय प्रयासहरू, यी कुराहरूको कारणले हामी पराजित भएका छैनौँ, फेरि पनि हुँदैन। यस कुराका पछाडि मुख्य कुरा हामीले लिएको, धारण गरेको विचारको कुरा। दुनियाँमा एकपल्ट 80को दशकको अन्त्यतिर र 90को दशकको सुरु अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा भयानक उथलपुथलको समय आयो। समाजवादी आन्दोलनमा, प्रगतिशील आन्दोलनमा एउटा भयानक धक्काको परिस्थिति आयो। धक्का प्रगतिशील आन्दोलनले, समाजवादी आन्दोलनले धक्का खाएको मात्रै हामीले देख्नु हुँदैन। धक्का त शोषणकारी व्यवस्थाले समय समयमा खाने गरेको छ। कहिले धीमा विकासको गति हुन्छ, समाजको विकासको क्रम अनुसार। समाज धेरै विकास भएको छैन भने विकासको गति पनि धीमा हुन्छ। स्पार्टाकस विद्रोह आफैमा एउटा शोषणकारी व्यवस्था, दासयुग भन्नुहोस्, सामन्तवादी युग भन्नुहोस्, पुँजीवादी युग भन्नुहोस्, त्यो रूप मात्रै फरक। प्रणालीको अन्तर्य भनेको शोषणकारी व्यवस्था हो
शोषणकारी व्यवस्थालाई धक्का दिएको त अहिले मात्र होइन, उहिलेदेखि हो। कतिले असह्य वातावरण भएपछि त्यसका विरुद्ध व्यक्तिगत तवरमा, कसैले सानो समूहमा भने स्पार्टाका संस्थाले अलिक ठुलै समूहमा प्रयास गरेका थिए। तर त्यो समय त्यो आन्दोलन सफल हुनका लागि वातावरण अनुकूल बनेको थिएन, परिपक्व बनेको थिएन। वैचारिक हिसाबले जनताको धारणा अथवा वैचारिक हिसाबले र त्यस विचारलाई बोक्ने सङ्गठन निर्माणको सङ्गठनात्मक तौर तरिका अथवा त्यसलाई ग्रहण गर्ने समाजको क्षमता, ती कुनै पनि कुरा त्यस ढङ्गले बनेका थिए। पछाडि सुनिएको छ? सुनिएको छैन? अलिक पछाडि चाहिँ सुनिया छैन भन्दै हुनुहुन्छ साथीहरू? हो, भाषणै गर्नु त्यहाँबाट देखिँदैन साथी। त्यसपछि अनेक पेरिस कम्युनले त्यसलाई धक्का दिएकै हो र पल्टाउन सकिन्छ, फ्याँक्न सकिन्छ पुँजीवादी प्रणालीलाई भन्ने पेरिस कम्युनले देखाएको थियो। 72 दिनपछि त्यसलाई असफल पार्यो। त्यसको पनि कुरा त्यही हो, अनुभवको कमी, परिपक्वताको कमी र अहिले ठिक आयो। बल्ल हाम्रो टेक्निसियन खुसी हुनुभएछ। खैर, यसरी सङ्गठन विचार, सङ्गठन सञ्चालन गर्ने सङ्गठक नेतृत्व जस्ता कुराहरूको पर्याप्त जानकारी नहुँदा र अनुभवबाट खारिएको नेतृत्व पनि नहुँदा त्यो आन्दोलनबाट एउटा सामूहिक प्रयासबाट भुलको रूपमा आएको थियो। त्यसमा यति कि त्यो स्पार्टाकस विद्रोहमा स्पार्टाकस भन्ने व्यक्ति अलिक नेतानुमा पनि थिए र दासहरूको भित्र, विद्रोहीहरूको भित्र अलिक इस्ट्याब्लिस पनि भएका थिए आन्दोलनको क्रममा। त्यति पनि कोही पनि इस्ट्याब्लिस खालको चाहिँ भइदिएन पेरिस कम्युन, जसले लिड गरोस्। फेरि लिड गर्ने लिडर नभइकन आन्दोलन चल्दैन, त्यो त चाहिन्छ नै। पेरिस कम्युन हट्यो, तर मार्क्सले भने जस्तै यसका उद्देश्यहरू पुरा नभएसम्म यो प्रकट फेरि पनि बार बार प्रकट भइरहनेछ, संसारका विभिन्न ठाउँमा विभिन्न समयमा प्रकट भइरहन्छ। यो गजबसँग 1917 राम्ररी प्रकट भयो, सफल भयो र विश्वको सबभन्दा ठुलो देश, सबभन्दा ठुलो क्रान्ति, सबभन्दा ठुलो सामाजिक परिवर्तन, सबभन्दा ठुलो युगान्तकारी परिवर्तन त्यस विद्रोहले ल्यायो। समयानुकूल, परिस्थिति अनुकूल, त्यसमा विचारको हिसाबले, सङ्गठनको हिसाबले, सङ्गठन आँक्ने नेतृत्वको हिसाबले सबै कुराको तालमेल मिलेको थियो। नेतृत्वमा अरू पनि साथीहरू थिए, तर लेनिनले स्पष्ट त्यसको नेतृत्व गर्नुभयो। कम्युनिस्ट पार्टीले नेतृत्व गरेको थियो। त्यसमा तोडफोड गर्ने चलन त्यस बेला पनि सुरु भएको हो। मेन्सेविकहरू त्यस बेला पनि निस्किएका हुन्। त्यो मेन्सेविक भनेको एउटा ट्रेन्ड हो, प्रवृत्ति हो, त्यो समूह मात्रै होइन। मेन्सेविकहरू भइरहन्छ। कहिले कहिले मेन्सेविक भनेको अल्पमत, तर कहिले कहिले मेन्सेविकहरू बहुमतमा पनि हुन्छन्। त्यो विचार प्रवृत्ति, त्यो ट्रेन्ड, तिनीहरू चाहिँ मेजोरिटीमा पनि हुन सक्छन्। त्यस बेला चाहिँ रुसी भाषामा तिनीहरू माइनोरिटीमा थिए र माइनोरिटी भनिन्थ्यो तिनीहरूलाई, मेन्सेविक भनेको माइनोरिटी। तर त्यो खालको ट्रेन्ड, त्यो प्रवृत्ति, त्यो विचार बोक्नेहरू पछि कहिले कहिले आन्दोलनमा बहुमतमा पनि भए। त्योभन्दा धेरै खतरनाक
नेपालमा त केशरजंग रायमाझी र उनको समूहलाई हत्याउन सकिन्छ। सोझै राजाका पाउमा लगेर निरङ्कुश तन्त्र लादेपछि त्यो निरङ्कुश तन्त्रलाई समातेर समर्थन गरेर मात्रै जोगिन सकिन्छ र अगाडि बढ्नुपर्छ भनेर राजाका पाउमा पार्टी चढाउन पुग्ने त्योसम्मको मेन्सेभिक भन्दा पनि क्यापिचुलिस्ट आत्मसमर्पणवादी अत्यन्तै सबभन्दा हानिकारक नग्न यो लेफ्ट मुभमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति त्यहाँ देखियो। त्यो आफै मेजोरिटीमा थियो। अथवा यस्ता आत्मसमर्पणवादी नग्न प्रवृत्तिहरू पनि कहिले कहिले मेजोरिटीमा हुँदो रहेछ र कम्युनिस्ट पार्टी पुनर्गठित भएर अल्पमतले बचाएर अगाडि बढाउनु परेको थियो। अर्थात् म धक्काको कुरा गर्दै थिएँ 1990 को आसपास अगाडि केही अगाडि र केही पछाडिसम्मको कुरो गर्दै थिएँ। त्यति बेला दुनियाँमा सबभन्दा ठुलो धक्का समाजवादी आन्दोलनले लेफ्ट मुभमेन्टले सहनु परेको थियो। मैले यहाँ के भनिरहेको थिएँ भने यो कुरा पुँजीवादी पक्षहरूले पनि ठुल्ठुला धक्काहरू सहनु परेको छ। सबभन्दा ठुलो मजबुत धक्का रुसी क्रान्तिले दिएको थियो र समाजवादको स्थापना गरेको थियो पुँजीवादलाई धक्का दिएर। त्यसपछि पूर्वी युरोपका देशहरूमा पुँजीवादलाई धक्का दिएर समाजवादको स्थापना, त्यसपछि चीन लगायतका एसियाका देशहरू। अब रिभोल्युसन पहिली रिभोल्युसन युरोपमा हुन्छ भन्ने थियो। पुँजीवादी देशहरूमा मात्रै रिभोल्युसन हुन्छ, विकसित देशहरूमा मात्रै रिभोल्युसन हुन्छ जहाँ मजदुर वर्गको बाहुल्यता छ। किनभने मजदुर वर्ग सर्वहारा वर्ग हो, सर्वहारा वर्गको बाहुल्यताले रिभोल्युसन निम्त्याउँछ भन्ने थियो। सर्वहारा वर्ग होइन, पीडितहरूको बहुलता जुन समाजमा छ त्यहाँ तरिका मिलायो भने रिभोल्युसन हुनसक्छ। र ब्याकवर्ड सोसाइटी, पढ्न नपाएको सोसाइटी, ब्याकवर्ड सोसाइटीलाई पनि पोलिटिकल्ली कन्सियस बनाएर रिभोल्युसनमा सङ्गठित गर्न र परिचालन गर्न सकिन्छ र समाज परिवर्तन हुन्छ भन्ने कुरा चीनको रिभोल्युसनले देखायो। अर्को सबभन्दा बढी जनसङ्ख्या भएको, पहिले सबभन्दा ठुलो भूगोलको सबभन्दा ठुलो देशमा रिभोल्युसन भएको थियो। अर्को सबभन्दा बढी जनसङ्ख्या भएको देशमा रिभोल्युसन भयो। त्यस रिभोल्युसनको रहस्य के थियो भने चिनिया रुसी रिभोल्युसन सहरमा भएको थियो, सहर केन्द्रित थियो। चिनिया रिभोल्युसन गाउँ केन्द्रित हो। आफ्नो परिस्थिति अनुसार उहाँहरूले चलाउनु। रुसमा मजदुर मुख्य शक्ति थियो, चीनमा किसान मुख्य शक्ति थियो। पेरिसले किसानलाई लिन सकेन सहयोगीको रूपमा, तर रुसले किसानलाई सहयोगीको रूपमा पनि स्वीकार्यो। चीनले सहयोगी मात्रै होइन, किसान, चीनमा मजदुर वर्गको सङ्ख्या सानो छ, किसानले सञ्चालन गर्नुपर्छ र त्यो सङ्ख्या ठुलो छ र त्यो चाहिँ आन्दोलनको मुख्य शक्ति हो। प्रेरक मात्रै होइन कि प्रेरक त मजदुर शक्ति हुनसक्छ वैचारिक हिसाबले, उद्देश्यका हिसाबले, तर किसानहरूको अवस्था मजदुरहरूको भन्दा कुनै स्तरीय छैन र उनीहरू त्यस्तै पीडामा छन् र उनीहरू रिभोल्युसनको मुख्य संवाहक हुन सक्दछ चीन जस्तो देशमा। रुसी क्रान्ति आफ्नो मौलिकतामा समयानुकूल ढङ्गले भयो, चिनिया क्रान्ति पनि आफ्नो मौलिकतामा समयानुकूल ढङ्गले भयो। रुसमा इन्सरेक्सनमा केही दिनका लागि आन्दोलन भएको थियो, तयारी लामो समयको भएको थियो, सङ्गठन लामो समय गरिएको थियो, तर रिभोल्युसन छोटो समयमा भएको थियो। चीनमा तयारी र क्रान्ति सँगसँगै अगाडि बढ्यो, त्यहाँ तयारी गर्ने समय पाइएन। तसर्थ यदि हामीले
कम्युनिस्ट पार्टीको स्थापनालाई तयारी भनेर लियौँ भने त्यो त स्थापना हो। त्यति बेला रिभोल्युसनको तयारी भइसकेका थिएन, सोच मात्रै थियो। उत्तरी अभियान 24 देखि 27 सम्म चलाएर चीनलाई एकीकरण गर्ने काम गरियो। त्यो पनि आफ्नो तयारी भन्दा पनि त्यो अभियान सञ्चालन गर्ने कुरा थियो। चीनलाई एकीकरण गर्ने कुरा थियो। त्यसकारण यो एकीकरणको अभियान थियो, चीन एकीकरण। पछि संगठन विस्तारको काम र संगठन विस्तारका लागि विस्तृत ग्रामीण क्षेत्रमा अगाडि बढ्नुपर्ने कुराहरू भए। पछि अस्तित्व जोगाउनका लागि एकपल्ट कम्युनिस्ट पार्टी फेरि अस्तित्व रक्षाको लडाइँमा पुग्यो र तरिका मिलाएर लङ मार्च जस्तो उत्तरी अभियान सञ्चालन गरेर, यो उत्तरी अभियान भनेको लङ मार्च सञ्चालन गरेर अगाडि बढाइयो यसलाई। र चिनिया क्रान्ति आफ्नो विशेषतामा पछि कोमिन्ताङसम्म समेत 37 देखि 45 सम्म कोमिन्ताङसँग मिलेर समेत अगाडि बढ्ने काम। 45 देखि फेरि आफ्नो ढङ्गले अगाडि बढ्ने काम। यसर्थ आफ्नो परिस्थिति र परिवेश अनुसार आन्दोलन जान पर्दछ। हाम्रो देशको आन्दोलन फेरि पनि यस्ता आन्दोलनहरू, समाजवादी आन्दोलन, यो परिवर्तनकारी आन्दोलन, अग्रगामी आन्दोलन पहिले नै सत्तामा भएका देशहरू बाहेक नेपालमा स्ट्रङ छ। भूगोल हेरेर, जनसङ्ख्या हेरेर, आदि कुराहरूलाई हेरेर नेपालमा स्ट्रङ छ, मजबुत छ। किनभने नेपालको आन्दोलन आफ्नो खालको मौलिकतामा आफ्नो परिस्थितिको विश्लेषण गरेर आफ्ना परिस्थिति अनुसारका विचारहरूबाट निर्देशित र आफ्नो परिस्थिति अनुसार सञ्चालित र विभिन्न समयमा आइपर्ने कार्यनीतिक कदमहरूमा भुल नगरिकन कार्यनीतिक कदमहरू चाहिँ चाल्न सक्ने त्यो क्षमता। यदि कार्यनीतिक क्षमतामा त्रुटि गरियो भने कहिले कहिले सेन्टिमेन्टमा बग्ने, सिद्धान्त निष्ठताका नाममा लचकता नहुने, रणनीतिक सोच ठिकै कहिले कहिले हुने, समाजवादमा पुग्नुपर्छ जसले पनि भन्छ, तर पुग्ने कसरी भन्ने कार्यनीतिक कदमहरू चाहिँ ठिक ढङ्गले चाल्न नसक्ने, त्यस प्रकारका आन्दोलनमा कमजोरीहरू देखिन्छन्। तर हाम्रो पार्टीले त्यस प्रकारका कमजोरीहरूलाई आउन दिएन र समयानुकूल कार्यनीतिक कदमहरू चाल्दै हामी अगाडि बढ्यौँ। के कार्यनीतिक कदम त्यसको डिटेलमा म जान चाहन्छु। कस्ता कस्ता कदमहरू हामीले छिटो छिटो विभिन्न कदमहरू चाल्नु पर्यो र सोभियत सङ्घ ढलेपछि, पूर्वी युरोप छताछोल्ल भत्ताभुङ्ग भएपछि हामीले हाम्रो पार्टीलाई पार्टी विस्तार गरेर, सङ्गठन विस्तार गरेर, आन्दोलन विस्तार गरेर, एकीकरण गरेर विभिन्न माध्यमबाट लगभग 2/3 स्थितिमा हाम्रो जनमतको हिसाब, हाम्रो सङ्गठनको हिसाब र हाम्रो सरकारको हैसियतलाई हामीले एकल पार्टीको नेपालको हिस्ट्रीमा आफ्नै पार्टीको लगभग 2/3 त्यो स्थितिमा लेफ्ट मुभमेन्टलाई पुर्यायो। जति बेला हामी 4 सिटमा थियौँ, अरूको लगभग 2/3 थियो, त्यस ठाउँबाट हामी आफै 2/3 कस्तो अवस्थामा पुग्यौँ भने दुनियाँबाट समाजवाद सिद्धियो, सैद्धान्तको लडाइँ सिद्धियो, विचारको लडाइँ सिद्धियो, अब आइडियोलोजीको प्रश्न सिद्धियो, आदि कुराहरू भनिरहेका बेला, अथवा दुनियाँ एकलौटी भयो भनिरहेका बेला, इतिहासको अन्त्य भयो भनिरहेका बेला, क्लास स्ट्रगलको अन्त्य भयो भनिरहेका बेला, हाम्रोमा त्यस्तो परिस्थितिमा, त्यस्तो धक्काको बेला, त्यस्तो अवस्थामा हामी 2/3 लगभग 2/3 स्थितिमा एकल रूपमा पुग्न सक्यौँ। त्यही कुरालाई सहन नसकेर प्रतिक्रियावादी तत्त्वहरू हाम्रा विरुद्ध एकजुट भए। कसरी सबभन्दा बढी तिखो हमला गर्न सकिन्छ, कसरी लिडरहरूको क्यारेक्टर एसिसिनेट गरेर उनीहरूलाई जनताबाट
विस्थापित गर्न सकिन्छ, जनतामा उनीहरूप्रतिको विश्वास, आकर्षण र आस्था त्यसलाई भङ्ग गराइदिन सकिन्छ, त्यसबाट पृथक गराउन सकिन्छ। यो सबै कुरा उनीहरूले गरे। हामी सचेत थियौँ कि हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो, भ्रष्टताको राजनीति होइन। पैसा कमाउनका लागि, पदको दुरुपयोग गर्नका लागि, आफन्त पार तार्नका लागि, आफन्तको यसो बन्दोबस्त गरिदिनका लागि, आफ्ना मान्छेहरूलाई जागिर खुवाउनका लागि होइन, सामाजिक परिवर्तनका लागि हामी प्रयास गरिरहेका छौँ भन्ने कुरा कहिले पनि एक्का छोड्नु हुँदैन। राज्यको ढिकुटीबाट कानुनले प्राप्त गर्ने स्यालेरी सुविधा जस्ता कुराहरू बाहेक अनुचित ढङ्गले कानुनको ढिकुटीबाट आफ्ना ढिकुटीमा सार्ने काम जस्तो निकृष्ट र अपराधिक खालको क्रियाकलाप हामीबाट हुनु हुँदैन भन्ने कुरामा हाम्रो पार्टी दृढ रह्यो, हाम्रो लिडरसिप दृढ रह्यो र हामीले त्यसरी नै आन्दोलन अगाडि बढायौँ। त्यसकारण उनीहरूको हामीसँग कुनै खास कुरा केही पनि छैन। अनि उनीहरूले जेसुकै भए पनि एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो, प्रधानमन्त्रीले असहयोग गरेर भनेर। कहाँबाट थाहा पायो प्रधानमन्त्रीले असहयोग गरेको? प्रधानमन्त्रीले मन्त्री बनाएर सहयोग गरेर अनेक ढङ्गले अगाडि बढाउन खोजेको देखेन, असहयोग गरे भनेर। जसरी होस् लिडरसिपमाथि हमला, जसरी होस् लिडरसिपलाई कमजोर पार्ने, लिडरसिपको विरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने, यस खालका कामहरू सधैँ विभिन्न प्रकारका आरोपहरू, झुटा आरोपहरू, यतिसम्म कि झुटा बिलहरू पनि देखाउने, बिलहरू पनि देखाउने। उनीहरू कतिसम्म झुकिए भने मैले केपी शर्मा ओली चाहिँ भन्ने गरेको, मेरो नाम चाहिँ खड्गप्रसाद ओली हो, नागरिकतामा त्यही होला, त्यसो भएर त्यहाँको त्यो पैसा राखेको बनाउँदा त नागरिकता अनुसार, पासपोर्टको नाम अनुसार बनाएको हुन्छ, त्यसर्थ त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाउँमा बनायो भनेरले बाटो भएर बिना नागरिकता, बिना पासपोर्ट त विदेशले पैसा त राख्दैन, नक्कली नाममा त राख्दैन। त्यही बिचराहरू खुस्किए। यस्ता फटाहा कुराहरू गर्न जानी